नमस्कार, स्वागत छ तपाईहरुलाई कार्यक्रम प्रश्न प्रभावमा। कार्यक्रम प्रश्न प्रभावमा हामी त्यस्ता व्यक्तिहरूसँग चिन्तन र चासो प्रकट गरिराखेका छौं जसले समाजमा एउटा प्रेरक भूमिका निर्वाह गरिरहेका छन्। आज हामी यस्तै एउटा पृथक विषयवस्तु जो दमकलसँग सम्बन्धित छ। दमकल भन्नासाथ हरेक मानिसको मनस्थितिमा विपदका समयमा सबैभन्दा पहिलो प्राथमिकतामा पर्ने, त्यसमा पनि आगजनी क्षेत्रका जुन ठुला ठुला विपदहरू हुन्छन् त्यो विपदका समयमा दमकल सबैभन्दा पहिलो र प्राथमिकतामा, जुन अलिकति मात्र लामो समयमा पुग्यो भनेपछि ठुलो मात्रामा क्षति हुन सक्छ र क्षति न्यूनीकरणमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने त्यो दमकलको विषयमा आज हामी केन्द्रित रहेर भक्तपुर युद्ध बारुण यन्त्रका कार्यालय प्रमुख विजय प्रसाद धौबडेलसँग हामीले चिन्तन र चासो प्रकट गर्न गइराखेका छौँ। स्वागत छ धौबडेल सर। नमस्कार। भार्गव टेलिभिजन परिवारलाई पनि धेरै धन्यवाद। युद्ध बारुण कार्यालय भक्तपुरको तर्फबाट केही शब्द राख्ने मौका दिनुभएकोमा। के छ, कस्तो छ पछिल्लो परिस्थिति, भक्तपुर युद्ध बारुण यन्त्रको भूमिका कस्तो छ? युद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको भूमिका भन्दाखेरि हामी जहिले पनि विपदजन्य कार्यमा खटिने 24 घण्टा स्ट्यान्ड बाई रहने कर्मचारी हौँ र युद्ध बारुण यन्त्र कार्यालय भक्तपुर भन्नुपर्दाखेरि चाहिँ अन्यत्रका दमकल कार्यालय भन्दा हामी चुस्तो दुस्तो नै छौँ जस्तो मलाई लाग्छ मेरो हकमा। किनभने म युद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको एउटा कार्यालय प्रमुख पनि हो र म भक्तपुरवासी पनि भएको नाताले भक्तपुर जिल्लामा हाम्रो नारै छ, युद्ध बारुण यन्त्र भक्तपुरको रहर, आगलागी जोखिममुक्त भक्तपुर सहर। हामीले आगलागी जोखिममुक्त भक्तपुर सहर बनाउने हामीले प्रयास गरिरहेका छौँ र त्यो अपेक्षा हाम्रो जुन प्रयास अनुसार विगतका दिनहरूमा भन्दा अहिले आगलागीको चाप पनि घट्दो छ। जस्तै मैले जागिर खाने बेलामा वर्षमा 300-400 आगलागी हुन्थ्यो भने अहिले भर्खरकै यो साल गएको सालको अनुपातमा हामीले भन्नुपर्दा जम्मा वार्षिक 80-90 बढीमा 90 पुगेको छ भन्दाखेरि हामी चुस्त दुरुस्त सेवा दिन सक्षम भएका छौँ र जनताहरूको बीच गएर हामीले अवेरनेस प्रोग्रामहरू पनि धेरै गरेको कारणले पनि यो भएको र एउटा जनसहभागिताले पनि हामीलाई एउटा सेवामुखी भावनाले अभिप्रेरित गरेर अगाडि बढ्न मौका दिइरहेको जस्तो लाग्छ। विजय सर, तपाईँले सचेतनाका पाटोहरूबाट जुन किसिमको क्रियाकलापहरूलाई वृद्धि गरिराख्नु भएको छ, त्यसकारण पनि आगलागीमा कमीपन आएको छ। सँगसँगै तपाईँले भन्नुभयो भक्तपुर भन्नासाथ तपाईँका दमकलहरू समेत कतिपय स्थानमा पुग्न नसक्ने अवस्थामा छन्। त्यस्तो अवस्थामा तपाईँहरूले यदि भइपरि आग लागि भयो भने त्यसको नियन्त्रणका लागि तपाईँले कस्तो किसिमको रचनात्मक भूमिका निर्वाह गरिराख्नु भएको छ? यस्तो यो प्रश्न एकदमै सान्दर्भिक प्रश्न सोध्नुभयो, त्यसको लागि पनि धेरै धन्यवाद छ। र युद्ध बारुण यन्त्र कार्यालय भक्तपुर जुन ठाउँमा रहेको छ त्यो भक्तपुर नगरपालिका वडा नम्बर 1 दुधपाटीमा छ। त्यो अहिले नयाँ भवनमा छौँ हामी, होइन? र भक्तपुर नगरपालिकाभित्र कोर एरियामा हाम्रो ठुलो दमकलहरू जान सक्ने अवस्था छैन। तर पनि हामीले सूर्यविनायक नगरपालिका र चाङ्गुनारायण नगरपालिकाबाट सञ्चालन गर्न हस्तान्तरण गरी आएको जुन दमकल छ त्यो दमकलले त्यो अलि मजला खालको छ। त्यो मजला खालको दमकलले हामीले भक्तपुर नगरपालिकामा सेवा प्रवाह गरी आएकै छौँ र तपाईँले भनेअनुसार दमकल नजाने ठाउँ भनेको मलाई अहिले हाम्रो क्षेत्र एरियाभित्र चाहिँ दमकल नजाने ठाउँ कम छ र त्यो नजाने ठाउँमा चाहिँ हामीसँग भएको होज पाइप र ट्रेनयुक्त हाम्रो जनशक्ति प्रयोग गरेर होज पाइपमा ओछ्याउँदै अगाडि बढेर पानीको प्रेसरको लागि ब्याकअपको लागि हामीसँग 2टा अर्को दमकल पनि छ जुन गृह मन्त्रालय मार्फतै सञ्चालित छ र हामी गृह मन्त्रालयको कर्मचारी पनि हौँ। र गृह मन्त्रालयको एउटा मात्रै दमकल जुन नेपाल राज्यमै एउटा युद्ध बारुण यन्त्र कार्यालय भक्तपुर भनेको गृह मन्त्रालय एउटा मात्रै दमकल छ। र हाम्रो टार्गेट, हामी युद्ध बारुण यन्त्र कार्यालय भक्तपुर परिवारको एउटा टार्गेट, हाम्रो एउटा आकाङ्क्षा युद्ध बारुण यन्त्र कार्यालय भक्तपुरलाई ट्रेनिङ हबको रूपमा हामी स्थापना गर्नुपर्छ भन्ने लागेको छ हामीलाई। र हामीले जुन तपाईँले आगलागी नियन्त्रण कसरी गर्नुहुन्छ, आगलागी नियन्त्रण भनेको पानी धेरै भएर मात्रै नियन्त्रण हुने होइन। मुख्य कुरा ट्रेनिङ प्राप्त दक्ष जनशक्तिको परिचालन नै सबैभन्दा पहिलो अग्नि नियन्त्रणको प्रमुख पाटो हुन सक्छ। यस, त्यो एकदमै डेफिनेटली त्यो कुरा किन भन्दा कि र भक्तपुर दमकलमा जागिर खान पहिला जस्तै सोर्स फोर्सको आधारमा जागिर खान सकिँदैन। हामी खुला रूपमा लिन्छौँ, होइन? खुला आह्वान गर्छौँ। हाम्रो फेसबुक पेज छ, फेसबुक पेजबाट हामीले
दरखास्त स्थापन गर्छौँ र ट्रेनिङ प्राप्त व्यक्तिलाई मात्र हामी जागिर दिन्छौँ। र अहिले भर्खरै पनि एउटा मलाई खुसीको कुरा, गएको वर्ष एउटा फ्री कम्पिटिसनमा जागिर खान आएका हाम्रो विराज लोला भन्ने भाइ थियो, उसले टिआइए एयरपोर्ट दमकलमा थाईमा नाम निकाले लोकसेवा लडेर। भनेपछि अहिले जति भक्तपुर दमकलमा कार्यरत कर्मचारीहरू छन् अधिकांश जसो करारमा छन्। करार एकदमै धेरै धन्यवाद, यो कुराको लागि चाहिँ धन्यवाद। किन भन्दाखेरि यो वर्तमान सरकारप्रति पनि मेरो एक ठुलो आशा आकाङ्क्षा छ र विनम्र अनुरोध पनि गर्न चाहन्छु यही तपाईँको टेलिभिजन मार्फत। किन भन्दाखेरि जुद्धबारुद कार्यालय भक्तपुरमा कार्यरत अधिकांश ओभर 90% कर्मचारीहरू 12 क्लास पास भएका छन् र उनीहरू 10, 12, 13 वर्षदेखि निरन्तर रूपमा करार सेवामा कार्यरत छन् र ती करारमा कार्यरत कर्मचारीहरू सबै दक्ष छन्, तालिम प्राप्त छन्। अब हेर्नुहोस्, अब उनीहरू करारमा 10, 12, 15, 20 वर्ष काम गर्छन्, भोलि घर जानु पर्यो भने खाली हात जानुपर्छ। मेरो विनम्र अनुरोध के भने तपाईँको टेलिभिजन मार्फत मेरा ती कर्मचारीहरूलाई प्रक्रिया पुर्याएर, नियम सङ्गत रूपमा प्रक्रिया पुर्याएर, कसैलाई अब शैक्षिक योग्यता चाहिने हो कि तालिम प्राप्त प्रमाणपत्र चाहिने हो कि होइन, र उनीहरूको दक्षतालाई मूल्याङ्कन गर्ने हो कि होइन, त्यो सबै गरेर प्रक्रिया पुर्याएर एकपटकलाई यो अत्यावश्यक सेवामा कार्यरत सम्पूर्ण अग्नि नियन्त्रण कर्मचारीहरूलाई थाहै गरिदिनुपर्छ भन्ने मेरो मान्यता हो। भनेपछि दक्ष र सक्षम जुन कर्मचारीहरू विगत दशकभन्दा लामो समयदेखि कार्यभार सम्हालिराखेका छन् त्यस्ता कर्मचारीहरूको निम्ति सरकारले एउटा नयाँ अवसरको सृजना गरिदियो भनेपछि ती कर्मचारीहरूले राष्ट्र र देशका लागि सेवा त पुर्याउने छन् नै, आफ्नो जीवनको समेत सुरक्षित महसुस गर्नेछन्। यसै भन्न खोज्नु एकदमै। किन भन्दाखेरि आफ्नो जीवन मात्र होइन, ऊ अन्तर्गत उसका परिवार हुन्छन्, कसैका 1 जना होलान्, कसैका 2 जना हुन्, कसैका 5 जना होलान्। त्यो जागिरको अहिले करारको जागिरको भरमा नि उसले घर ढानिरहेछन् भन्नाकि भोलि उसको करारको जागिर सर्त गयो भने घर उसको ऊ मात्रै विचलित भएन, परिवार पनि विचलित भए। त्यसकारण पनि वर्तमान अहिले भर्खर आएका सरकारका प्रमुखज्यूहरूलाई मेरो अनुरोध, विनम्र अनुरोध के छ भने ती अहिले कार्यरत कर्मचारीहरूलाई प्लिज एउटा प्रक्रिया पुर्याएर थाहै गरिदिनु भयो भने एकपटकलाई, त्यसपछि के गर्नुपर्छ, लोकसेवाबाट लिनुहुन्छ या कुनै माध्यमबाट लिनुहुन्छ, त्यो आफ्नो ठाउँमा तद्दत ठाउँमा छँदैछ। तर अहिले दुःख गरिरहेका एउटा शिक्षित दक्ष जनशक्तिलाई चाहिँ एउटा मौकाको रूपमा दिनुपर्छ भन्ने मलाई लागेको हुनाले मेरो चाहिँ यही फ्लोरबाट धेरै अनुरोध गर्न चाहन्छु। यी रहे तपाईँका भक्तपुर जुद्धबारुद यन्त्र कार्यालयभित्र काम गरिराखेका कर्मचारीका समस्याहरू। कस्ता खालका समस्याहरू छन् जुन भक्तपुर जुद्धबारुद यन्त्रले सबैभन्दा पहिला सेवा दिन पुग्छ तर आफै समस्याबाट ग्रसित छ? कस्ता समस्याले तपाईँहरू झेलिराख्नु भएको छ? यदि ती समस्याहरू सम्बोधन गर्नेतर्फ राज्यका तीनै तहले एउटा भूमिका निर्वाह गरिदिए भनेपछि जुद्धबारुद यन्त्र भक्तपुरले जुन मात्रामा जुन गतिमा सेवा प्रदान गर्न सक्छ अझै त्यसको स्पिड बढाउन सक्छ। यो पनि एकदम आधारभूत कुरा हो र मलाई चाहिँ जुद्धबारुद यन्त्र कार्यालयले अहिले हामीसँग भएको सीमित स्रोत साधनले त अहिले अरू दमकलको तुलनामा हामी राम्रै काम गरे जस्तो मलाई लाग्छ। किनभने एउटा आफूलाई गरेको कामप्रति आफू गर्व पनि गर्नुपर्छ र मेरा कर्मचारीहरू, सम्पूर्ण मेरा कर्मचारी भाइहरूलाई पनि धन्यवाद, अन्तर्हृदयदेखि धन्यवाद दिन चाहन्छु। किनभने उनीहरूको कारण जुद्धबारुद यन्त्र कार्यालय भक्तपुर एउटा शिर उचा गरेर बोल्ने ठाउँ मलाई दिएको छ है। र हामीलाई चाहिँ के भने जुद्धबारुद यन्त्र कार्यालयमा कार्यरत अग्नि नियन्त्रक भाइहरूलाई जसरी हामीले चाहिँ अहिले हामीसँग स्रोत साधन नभएको भन्दाखेरि पनि भएको हो। जस्तै फायर फाइटर फर नेपाल भन्ने एउटा बेल्जियमको टिम छ फायर फाइटरहरूको, त्यो टिमले हामीलाई करोडौँको सामान हामीलाई हस्तान्तरण गरेर अग्नि नियन्त्रकमा लाउने फुल पिपीदेखि लिएर ब्रिफिङ एपरेटस होइन, जुन श्वास प्रश्वासमा सम्पूर्ण किसिमका सुरक्षा कवचहरू हामीलाई उहाँले प्रदान गरिदिनु भएको छ। र अहिले हाम्रो त्यो सबै सुरक्षा कवचहरूको पनि एउटा डेट हुँदो रहेछ, एउटा एक्सपायर डेट हुँदो रहेछ। त्यो अनुसार अहिले बिए जुन ब्रिफिङ एपरेटस मैले भने नि हजुरलाई श्वास प्रश्वासमा प्रयोग गरिने, त्यो हामीसँग आएको 10 वर्ष पुरा हुँदैछ। यो 2026मा 10 वर्ष पुरा हुँदैछ र त्यो युरोपियन कम्पनीको जुन सामग्रीहरू छन्
त्यो 10 वर्षभन्दा बढी प्रयोग नगर्नु भन्ने उहाँहरूको चेतावनी छ, उहाँहरूको सल्लाह छ। र किनभने त्यो रिफिलिङ गर्नुपर्छ। जुन अक्सिजन मास्क जुन हामी लाएर जान्छौँ, लगाएर आइसकेपछि एउटा अक्सिजन मास्कले एकजना व्यक्तिले रेस्क्यु गर्न जाने बेलामा म्याक्सिमम् 45 मिनट उसले युज गर्न सक्छ होइन। अनि त्यो 50 मिनट युज गरिसकेपछि त्यो अक्सिजन सिलिन्डरको अक्सिजन लस हुन्छ, त्यसपछि फिलिङ गर्नुपर्छ। त्यो फिलिङ गर्ने क्रममा अब 10 वर्ष पुरा भएको सिलिन्डरहरू पड्किन सक्छ, पड्केपछि अर्को क्याजुअल हुन्ला, दुर्घटनाहरू भएर दुर्घटनामा पर्ला भन्ने उहाँको छ। र अहिले हामीले त्यो कारणले चाहिँ हामीलाई सबैभन्दा आवश्यक सामान भनेको नै आगलागीमा प्रयोग गरिने ह्यान्ड्स ग्लोभ, आगोबाट नछुने ह्यान्ड्स ग्लोभ, सेफ्टी हेलमेट, जुन अक्सिजन मैले हजुरले बारम्बार भनिरहेको छु, बिए सेट, अनि पिपी होइन। तर पिपी जुन पिपी भनेर हामीले यो जुन ड्रेसको बारेमा भन्यो, ड्रेसको हकमा चाहिँ अहिले तत्कालै सरकारले हामीलाई खरिद नगरिदिएको भए पनि केही फरक पर्दैन। बुट, सेफ्टी बुट होइन, त्यस्ता कुराहरू चाहिँ अत्यावश्यक छन्। त्यो एकदम युरोपियन कम्पनीबाट मात्रै खरिद गर्नुपर्छ भन्ने छैन। विभिन्न एउटा आइएसओ प्रमाणित भनिन्छ नि हाम्रो एउटा गुणस्तरीय सामान हामीलाई गृह मन्त्रालयबाट उपलब्ध गराइदियो भने र भक्तपुर जिल्लामा रहेको स्थानीय निकायहरूले 4वटा स्थानीय निकाय छन्, 4वटा स्थानीय निकायले म यो दिन्छु, म यो दिन्छु, म यो दिन्छु, म यो दिन्छु भनेर उहाँहरूले 4वटा नगरपालिकाको प्रमुख जोहरू बसेर जुद्धबारण यन्त्रलाई सक्षम अझ सुदृढ सेवा दिन कसरी सहयोग गर्ने भन्ने कुरा उहाँले सल्लाह गर्नुभयो। र मसँग पनि मैले जानेको कुरा मसँग सोध्नुभयो भने म इटिची रूपमा दिएर हामी अगाडि बढ्दाखेरि हिजोभन्दा अझ आशा व्यक्त गरौँ। अहिले तपाईँहरू जुन कार्यालयमा काम गरिराख्नु भएको छ त्यो गृह मन्त्रालय अन्तर्गत सञ्चालनमा आइराखेको छ। आशा गरौँ अहिले देशले नयाँ गृह मन्त्री पाएको छ र विपदसँग सहकार्य गरेरै अहिलेको पदसम्म पुगेका गृहमन्त्री सुदन गुरुङले बारम्बार भन्ने गरेका छन्, विपदका विषयमा हामी जतिनखेर पनि तपाईँहरूलाई आवश्यक भएका सरसामानहरू उपलब्ध गराउनेछौँ। आशा गरौँ तपाईँले अहिले उठान गरिराखेका जुन विषयहरू छन् तिनको शीघ्र सम्बोधन होस्, यो हाम्रो कामना पनि छ, जुन समाजका लागि र नेपालका लागि एकदमै महत्त्वपूर्ण छ। तपाईँले यहाँ नजिक जोड्नुभयो भक्तपुरमा रहेका 4 नगरपालिका, जुन 4 नगरपालिकाले जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरसँग समन्वय गरिदियो र सहकार्य गरिदियो र भएका समस्याहरू सम्बोधनतर्फ आफ्नो भूमिका निर्वाह गरिदियो भनेपछि अझ हामीले तीव्र र गतिमा हामीले सेवा प्रदान गर्न सक्छौँ। के छ, कस्तो छ, नगरपालिकाहरूले तपाईँहरूलाई उपलब्ध गराइरहेको सुविधा कस्तो खालको छ, अलिकति प्रश्नाइदिनु। अब प्रश्न त अलिक जतिले प्रश्न लाग्छ मलाई चाहिँ, एउटा कुर्सीमा बसेको व्यक्तिले कति बोल्नु हुने कति बोल्नु नहुने त्यो आफ्नो ठाउँमा छ, तर सत्य कुरा चाहिँ बोल्नुपर्छ जस्तो मलाई लाग्छ होइन। किन भन्दाखेरि भक्तपुरमा जुद्धबारण यन्त्र कार्यालयमा दमकल सञ्चालन भइरहेको छ, दमकलले सेवा चुस्त दुरुस्त दिइरहेकै छ, यो कुरामा दुविधा छैन मलाई लाग्छ। यो कुरा मैले भन्नु भने जनताले हेरिरहने कुरा हो, जनताले सम्बोधन गर्ने कुरा हो। र अहिले जुद्धबारण यन्त्र कार्यालय भक्तपुरलाई जुन सहयोग दिइरहेछ भन्दाखेरि मैले अघि नै तपाईँलाई पहिला नै भने चाङ्गुनारायण र सूर्यविनायक नगरपालिकाबाट मिलेर एउटा दमकल खरिद भएको छ। त्यो दमकल हामीलाई हस्तान्तरण गरिदिनु भएको छ सञ्चालन गर्नको लागि। जनशक्ति हाम्रै हो, गृह मन्त्रालयकै जनशक्ति हो, गृह मन्त्रालयबाट ट्रेनेड जनशक्ति सञ्चालन हुन्छ, साधन चाहिँ उहाँले दिनुभएको छ। तर त्यो साधन दिए बापत त्यो साधनलाई खर्च हुने फ्युल, मेन्टेनेन्स आदि इत्यादि उहाँले नै बेहोर्नुहुन्छ, गृह मन्त्रालयलाई भार पर्दैन। त्यसै गरेर मध्यपुर तिमी नगरपालिकाले पनि एउटा दमकल खरिद गरेर दिएको छ। उहाँहरूले खरिद गरेर दिएको होइन कि, उहाँले खरिद गरेर कोरेन हस्पिटलमा 2-3 वर्ष चलाउन नसकेर राखेको दमकल तत्कालीन हाम्रो सिडिओ साहब तेज प्रसाद पौडेल सरको र तत्कालीन प्रशासक हाम्रो कमलमणि सरको अग्रसरतामा हामीलाई त्यतिखेर हामीलाई दमकल हस्तान्तरण भएर आएको छ। त्यो 2टा दमकल, त्यो पनि मध्यपुरले पनि दमकललाई आवश्यक पर्ने फ्युल, मेन्टेनेन्स सबै उनीहरूले बेहोर्छन्। त्यो अलावा जुद्धबारण यन्त्र कार्यालयमा कार्यरत अग्निनियन्त्रक साथीहरूलाई जोखिममा काम गरे बापत भनेर मध्यपुर तिमी नगरपालिकाले कहिले वार्षिक 2 लाख, कहिले वार्षिक 3 लाख रुपियाँ विनियोजन गर्छन्। अनि त्यो पैसा
कार्यरत कर्मचारीहरूलाई डिभाइड गरेर हामी बाँडिदिन्छौँ वर्षमा। 2 लाख र 3 लाख बिचमा भनौँ न, 2 र 3 लाखको बिचमा आउँछ पैसा। त्यो पैसा 29 जना फायर फाइटरका कर्मचारी साथीहरूलाई हामी बाँडेर जोखिम भत्ता बापत भनेर दिन्छौँ। त्यो फिक्स हुँदैन हैन। त्यसै गरेर साङ्गुनारायण र सूर्यविनायक नगरपालिकाले प्रति व्यक्ति 1000 रुपियाँ जोखिम भत्ता भनेर दिएको छ। मानौँ एभरेजमा 1600-1700 रुपियाँ हाम्रो जोखिम भत्ता भनेर कर्मचारीले पाएका छन्। तर जुद्धबारुद ललितपुरमा कार्यरत कर्मचारीहरू जुन एउटै प्रविधि एउटै उसमा काम गर्छन् हैन, उनीहरूले चाहिँ तलब र अन्य सुविधाभन्दा बाहेक 28% सुविधा प्राप्त गर्छन् ललितपुर जुद्धबारुद कार्यालय कर्मचारीले भने काठमाडौँ महानगरपालिकाका कर्मचारीहरू जुद्धबारुदमा काम गर्ने कार्यरत कर्मचारीहरूले 35% पाउँछन्। अनि यहाँ विभेद छ। यो विभेदको हकमा चाहिँ मलाई आशा छ हिजो महानगरपालिकाका प्रमुख भएर जानुभएका अहिलेका हाम्रो आदरणीय प्रधानमन्त्रीज्यू बालेन शाह उहाँले उहाँका नगरपालिका अन्तर्गतमा कार्यरत कर्मचारीलाई जुन सम्बोधन गर्नुभएको छ, उहाँले सेवा सुविधा प्रदान गर्नुभएको छ, उहाँ पनि विज्ञ मान्छे। अहिले अर्को कुरा भन्नुभयो, अहिले तत्कालीन हाम्रो अहिलेको गृहमन्त्रीज्यू जुन डाइनामिक हुनुहुन्छ जुन बोल्ने कुरामा, आज मैले एउटा न्युज हेरेँ प्रहरीलाई जुन प्रोत्साहन दियो त्यो प्रोत्साहन अवश्य पनि हामीले पनि पाउनेछौँ भन्ने आशा राखेका छौँ। किनभने उहाँ विपदमै कार्य गरेर अगाडि बढ्नुभएको हुनाले विपदका समस्याहरू के हो त भन्ने कुराहरू उहाँसम्म हामीले सही कुरा पुर्याउन सक्यौँ भने अवश्य पनि हाम्रो कर्मचारीहरूलाई पनि विपद व्यवस्थापनमा चाहिने स्रोत साधन। भनेपछि गृहमन्त्री सुदन गुरुङज्यू, तपाईँले भक्तपुर जुद्धबारुद यन्त्र कार्यालयमा काम गरिराखेका सक्षम कर्मचारीहरूलाई दिनुपर्ने सेवा र सुविधातर्फ पनि ध्यान पुर्याइदिनुहोस् र उनीहरूको काम गर्ने स्पिरिटमा थप एउटा प्रेरक भूमिका खेल्नुहोस्। हजुर, तपाईँले यसै भन्नु खोजेको यही हो। र मैले गृहमन्त्रीज्यूलाई फेरि पनि विनम्र अनुरोध के गर्न चाहन्छु भने म एउटा अभिभावक भएर, जसरी उहाँ अहिले देशकै गृहमन्त्री भएर अभिभावक भएर आउनुभएको छ, उहाँ अन्तर्गत रहने सबै कर्मचारीलाई सम्बोधन गर्छु, सही कुरामा गर्छु भन्नुभएको चाहिँ विभेद त्यागेर होइन पक्षपातपूर्ण ढङ्गले गर्छु भन्नुभएको छ। त्यसरी नै पक्षपात बिना हाम्रो दमकल परिवारलाई पनि सहयोग गरिदिनु भयो भने हाम्रो दमकल जुन जुद्धबारुद कार्यालय भक्तपुरमा कार्यरत कर्मचारीहरूको पनि भविष्य उज्जवल हुनेछ। उहाँले बारम्बार भन्ने गर्नुभएको छ, काम गर्ने पाटोमा कानुन सङ्गत छ भनेपछि त्यसलाई हामीले पहिलो प्राथमिकतामा राख्नेछौँ र त्यसको कार्यान्वयनतर्फ हामी तत्काल लाग्नेछौँ भनेर बारम्बार भनिराख्नु भएको छ। यो विषयवस्तु उहाँको कानसम्म पुगोस् र भक्तपुर जुद्धबारुद यन्त्र कार्यालयमा देखिएका विविध समस्याहरू जसले सेवा सुविधा प्रदान गर्नेमा केही सङ्कुचन अवस्था सिर्जना गरेको छ त्यसको अन्त्य होस्। दौबडेल सर, विभिन्न सञ्चार माध्यमहरूमा आउने गर्छ नि, भक्तपुरमा जुद्धबारुद यन्त्र कार्यालयमा दमकलहरू थन्किएका छन्, निकै महँगा निकै इतिहास बोकेका दमकलहरू अहिले पनि थन्किएका छन्, तिनलाई सङ्ग्रहालयमा मात्र राख्यो भने पनि टिकट काट्यो भने पनि आम्दानी गर्न सकिन्छ। एकदमै सही कुरा। यो मामलामा मैले भक्तपुर नगर प्रमुखज्यूसँग पनि केही कुराहरू राखेको थिएँ, एउटा इन्डिभिजुअल कुराहरू। किन भन्दाखेरि अहिले तपाईँले जुन थन्किएर बसेको दमकल भने नि, जुन स्थापना कालमा आएको म्याग्रेस गाडी, डज गाडी र एउटा डेनिस गाडी भन्ने छ, त्यो स्थापना कालमा 2001 सालमा प्राप्त भएको गाडीहरू। जर्मन गाडी चाहिँ 2001 सालमा होइन 2032 सालमा प्राप्त भएको हो र त्यो दुईवटा डच गाडी र जुन डेनिस गाडी 2001 सालमा प्राप्त भएको। तपाईँहरूलाई त अफर पनि आयो है, तपाईँहरूले त्यो एउटा दमकल दिनुभयो भने तपाईँहरूले अरू 3टा दमकल दिन्छौँ भनेर तपाईँहरूले दिन चाहिँ कन्जुसाइ किन गर्नु भने, जबकि तपाईँहरूले 3-3टा हुन त फेरि ती भनेका एउटा इतिहास बोकेका आफैमा सम्पदा जस्तो भइसके। मैले भने नि एउटा रुल अफ रेगुलेसन भनेको सबैको हुन्छ। म एउटा गिरोको कर्मचारी, गृह मन्त्रालयको पनि रुल अफ रेगुलेसन छ। मैले हजुरले भनेको जुन प्रश्न जुन त्यो कुरा प्रस्ताव आउँदाखेरि मैले गृह मन्त्रालयमा पुऱ्याएको पनि थिएँ, सर यस्तो यस्तो कुरा छ, एउटा दियो भने 3टा आउँछ अरे भनेर। म एउटा त्यतिखेर चाहिँ म अलिकति हल्लाएर पनि थियो, परिपक्व थिइनँ। अब भनेर लैजाँदाखेरि मैले सरहरूले सुझावसहित पठाइदिएको थियो कि यो भनेको राष्ट्रको सम्पत्ति हो भाइ, यसलाई संरक्षण गरौँ, चाहियो भने राष्ट्रले किन्छन् भन्नुभएको थियो। तर अब देश यस्तै हो, अहिले ब्रिटिसनाले घेरेर नयाँ सरकार गठन भएको छ। आशा गरौँ
अबको सरकारले हामीलाई के गर्नेछन्। के छ ती थन्किएर रहेका दमकलहरूको अवस्था के छ? त्यसलाई म्युजियमको रूपमा विकास गर्नुपर्छ। मैले हजुरले भने जस्तै जुन टिकटिङ जुन कुरा ल्याउनु भयो नि, दमकल भनेको के हो? विदेशमा जानुहोस्, जुद्धबारी दमकलमा काम गर्ने फायर फाइटरलाई सबभन्दा फर्स्ट प्रायोरिटीमा राखेर सम्मान दिन्छन्। अहिले हाम्रो दमकलमा काम गर्ने कर्मचारीहरूलाई छिचेर दुर गर्छ दमकले भनेर। त्यो त आगो लागिसकेपछि मात्र बुझ्छन् कि दमकलको भूमिका के छ भनेर। विदेशमा त एक्सिडेन्ट भयो पनि दमकल अगाडि जानुपर्छ, सबभन्दा पहिला दमकलकै भूमिका हुन्छ। हामीले त्यो ट्रेनिङहरू लिएका छौँ। जुन मैले बेल्जियमको फायर फाइटर फर नेपालको कुरा निकालेँ नि, उहाँहरूले हामीलाई धेरै ट्रेनिङहरू दिएका छन्। ट्रेनिङ प्राप्त जनशक्ति मगा छ भनेको छु नि म हजुरलाई, त्यही कारणले हो। ल अहिलेको गृहमन्त्रीज्यूले हामीलाई नेतृत्वको साथ काम गर्नु, त्यो मलाई चाहिने स्रोत साधन हामी उपलब्ध गराउँछौँ भन्यो भने हामी गर्न तयार छौँ। हिजो पनि गरेकै हो, स्रोत साधनले भरिपूर्ण नहुँदाखेरि पनि गर्दै आएको हो। एउटा चुस्ता, एउटा आर्मीको चुस्ता ड्रेस लगाएर आगो निभाएर आएकै हो हामी, होइन? अहिले आगोले नछुने लुगाहरू हुँदाखेरि पनि हामी काम गरेकै छौँ। भन्दाखेरि त्यो सङ्घर्ष त हामी पार गरेर आइरहेछौँ नि। अझ पनि प्रविधि अनुसार अहिले समयअनुसार चाहिने स्रोत साधन पर्याप्त छैन। स्रोत साधन चाहिँ हामीलाई चाहिन्छ नै कुनै पनि ठाउँमा। अहिले मैले अहिले बिहान समाचारमा सुन्दाखेरि गृहमन्त्रीज्यूको एकदम बोल्ड एउटा स्पिच सुने कि मैले, नेपाल प्रहरीका ड्रेस चेन्ज गर्ने, होइन, एबिसी स्रोत साधनहरू पनि उपलब्ध गराइदिने के भन्ने कुरा सुनेँ मैले। एकदम खुसी लाग्यो। म पनि एउटा व्यक्तिगत तर्फबाट राज्यको एउटा नागरिक भएको नाताले म अब 1 वर्ष बाँकी छ मेरो जागिर, हेर्नुहोस्। मैले भक्तपुर जिल्लालाई के गरेँ के गरिनँ भोलि तपाईँहरूले भन्ने कुरा हो। होइन, तपाईँले 38 वर्षसम्म जुन दमकल सेवामा रहेर आफ्नो कार्य सम्पादन गरिराख्नु भएको छ, झन्डै 3.5 दशकभन्दा बढी समयको अनुभव, अवश्य पनि राज्यले त्यसको मूल्याङ्कन गर्ला नै। त्यो खैर अर्को पाटो रह्यो। के छ भक्तपुरमा दमकलमा चाहिने सबैभन्दा पहिलो भनेको पानी हो। हजुर, यो पानीको अवस्था कस्तो छ? अहिले भन्नुपर्दाखेरि पहिला पानीको समस्या धेरै हुन्थ्यो। अहिले चाहिँ पानीको लागि अब हामीले 2टा रिजर्भ ट्याङ्की बनाएका छौँ। 40,000 लिटरको 2टा रिजर्भ ट्याङ्की छ। हामी आगलागीमा जान्छौँ, आगलागीबाट मानव नगरकोट एरियामा आगलागीमा गयो भने खरपाडी एरियामा खानेपानीको मुहान छ, त्यहाँबाट भर्छौँ। यदि बोडे एरियामा गयो भने बोडेमा छ, अनि अरू ठाउँमा गयो भने सल्लाहगारीमा खानेपानी नै भर्छौँ। हामी दूषित पानी भर्दैनौँ, दूषित पानीलाई आगलागी नियन्त्रण गर्दैनौँ हामी, होइन? अहिलेसम्मको अनुभव। र त्यहाँबाट पनि भर्न पुगेन भने हामीसँग भएको 80,000 लिटर जुन रिजर्भ ट्याङ्कीको पानी छ त्यो प्रयोग गर्छौँ। र अहिले मेरो चाहिँ नयाँ अनुभव चाहिँ कस्तो भने, मैले जुद्धबारी कार्यालय ललितपुरले आगलागी हुँदाखेरि दमकल जान्छ, दमकलको पछि पानी ट्याङ्कर दौडाउँछ। त्यो त ट्रायल भक्तपुरमा पनि तपाईँहरूले गर्नुभएको थियो क्यारे विगतमा। अहिले त्यसको प्रभावकारिता कति छ? यस्तो भयो कि हामीसँग भएको पानी ट्याङ्कर गाडी चाहिँ जुन दमकलको रेसियोमा दौडिन सक्दैन, बुढो भइसकेको छ, 60-65 वर्षको ट्याङ्कर छ। त्यो पनि मेरा भतिज सजन ढौबडेलले 5.5 लाख रुपियाँ लगानी गरेर बनाइदिएको दमकल। तर भाइलाई पनि धन्यवाद, भतिजलाई पनि धन्यवादै भन्नुपर्छ। किन भन्दाखेरि म त्यो ठाउँमा भएको हुनाले काकाको इज्जतको लागि भनेर उसले गरेँ। त्यो काकाको इज्जतको लागि होइन, भक्तपुरको जनताको लागि हो। त्यो मैले यसरी बुझेँ, होइन? उसले बनाउँदैमा मैले प्रयोजन ल्याउन सकिनँ भने इज्जत कहाँ रह्यो, प्रतिष्ठा कहाँ रह्यो, होइन? त्यसकारण चाहिँ मलाई अनि अब मैले नबोली नहुने मेरा आदरणीय काका श्यामसुन्दर ढौबडेल, उहाँ मार्फत जर्मनका त्यतिखेर ह्यान्ड्सबर्गका तत्कालीन मेयर साहबको पहलमा हामीलाई एउटा जर्मन गाडी पनि, सेकेन्ड ह्यान्ड जर्मन गाडी पनि प्राप्त छ। त्यो अहिले 15 वर्ष पुरानो भइसक्यो। त्यो गाडी पनि चलाइरहेछौँ हामीले। किनभने इच्छा शक्ति हुनु पर्यो। मैले मभन्दा अगाडिका कार्यालय प्रमुखले के गर्यो भन्ने कुरा भन्नु खोजे होइन, उहाँलाई आरोप प्रत्यारोप लगाउनु खोजे होइन। मैले यही नजिक तपाईँलाई जोडेँ। अहिले भक्तपुर जुद्ध बारुण यन्त्र कार्यालयमा थन्किएर रहेका दमकलहरूलाई सञ्चालनमा ल्याउन सकिन्छ वा सकिँदैन? यस्तो डेनिस गाडी चाहिँ सञ्चालनमा ल्याउन सकिन्छ, तर राज्यले भार बोक्न सकिँदैन। त्यसलाई म्युजियमको रूपमै विकास गर्नुपर्छ, मेरो आफ्नो अनुभव भन्छ। किनभने
जितना लिटर उतना किलोमिटर भन्छन्। 1 लिटर पेट्रोल बराबर, त्यो पेट्रोल गाडी हो, 1 लिटर पेट्रोल बराबर 1 किलोमिटर मात्रै दौडिन्छ भन्दाखेरि कति इन्धन खपत हुन्छ आफै अनुमान लगाइसकेको छ। होइन, त्यसकारण त्यो पुराना गाडीहरूलाई म्युजियमको रूपमा एउटा शिक्षा लिने रूपमा हामीले दमकल स्थापना कालको यो भने देखाउनुको लागि त्यसलाई संरक्षण गरेर राखेर उ गर्ने हो। र अरू दमकलहरूको हकमा चाहिँ त्यो जुन मैले जर्मन गाडीमा एउटा भनेको थिएँ 32 सालमा प्राप्त, त्यसमा चाहिँ एउटा सरकारको नीति नियमभित्र बसेर, होइन, सरकारले कस्तो नीति नियम छ, मिल्ने नमिल्ने आफ्नामा छ, तर लाटो हिसाबमा दमकल सेवा मात्रै प्रदान गर्ने हो भने मेरो हिसाबमा 12-15 लाख रुपियाँ क्यास खर्च गऱ्यो भने त्यो जर्मन गाडीलाई त्यसको इन्जिन काम गर्दैन, त्यसमा हाम्रो टिपर गाडीको इन्जिन राखेर चलाउन सकिन्छ। अरू त्यसमा चाहिने अरू जुन पम्पहरू सबै राम्रै छ, चलि नै रहेछ, इन्जिन मात्रै नभएको गाडी 12-15 लाख भने डेन पेन गरेर चक्काहरू सबै फेरेर चलाउन सकिन्छ। जुन कि त्यो 45 सालको आन्दोलनमा धेरै अगाडि बढेर काम गरेको गाडी हो त्यो एकदम राम्रो गाडी हो त्यो चलाउन सकिन्छ। र मैले भने तपाईँलाई अनि पानी ट्याङ्कर गाडी जुन मेरो भतिजले बनाइदियो भने त्यो गाडीलाई चाहिँ स्पिडमा दौडाउन सकिँदैन। अहिले त हामीले कहिलेकाहीँ खानेपानी अभाव भयो भने हाम्रो अफिसमा खानेपानी ल्याउने त्यही रिजर्भ ट्याङ्कीमा फिलिङ गर्नको लागि राख्ने, हामीले त्यो पानी ट्याङ्कर गाडी ब्याकअपको रूपमा कुन अर्थमा राखेका छौँ भने सल्लाहगाडी खानेपानीबाट हाम्रो दमकलको रिजर्भ ट्याङ्कीमा पानी झार्नलाई राखेका छौँ। र जुन जर्मन गाडी जुन मैले अहिले भर्खर सिटी स्मृति हस्पिटलका मेरा आदरणीय काका श्यामसुन्दर ढौबरेल मार्फत आएको गाडी भने नि मैले, त्यो गाडी चाहिँ रेस्क्युमा पनि लाग्न सकिन्छ, होइन, लान सकिन्छ, अहिले पनि त्यो एक्सनमै छ। त्यसले पनि हामीले अहिले चाहिँ ब्याकअपको रूपमा पानी ट्याङ्कर दौडिन नसक्ने भएकोले त्यो जर्मन गाडी चाहिँ दौडाइरहेको छौँ हामीले। अहिले उपत्यकाभित्र आग लागि भयो भने भक्तपुरको दमकलको उपस्थिति कस्तो रहन्छ? त्यो कुरा मैले भन्नुभन्दा हजुरहरूलाई नै थाहा हुने कुरा हो, किनभने कि भक्तपुर दमकल मैले अघि नै भने गर्वसाथ भन्छु, कुनै पनि आगलाई ठाउँमा हामी कहिले पनि ढिला पुग्दैनौँ। विदिन 1 मिनट भित्रमा एक्सनमा गइसकेको हुन्छ। हेर्नुहोस्, तपाईँ जुद्धबारण्य कार्यालय भक्तपुरको कार्यालय प्रमुखको हैसियतले मलाई सोधिरहनु भएको छ, यदि म झुटो ठहरेँ भने तपाईँको यो फ्लोरबाटै भन्छु, यदि म झुटो ठहरेँ भने अन द स्पोट म रिजाइन गरेर गइदिन्छु। किनभने मैले अघि नै भने इच्छा शक्ति पनि चाहियो, चाहिएन त? सेवा गर्ने भनेर सेवा दिने कार्यालयमा गएर बसेपछि जिम्मेवारी लिएपछि सेवा दिनु पऱ्यो नि। त्यो आगलाई कि मेरो घरमा नहोला, त्यो आगलाई तपाईँको घरमा नहोला, त्यसले भेदभाव गर्छ, कुनै पार्टी विशेषले उ गर्छ, त्यसले गर्दैन नि त। त्यो सेवा भनेको एकदमै निस्वार्थ भएर गर्नुपर्ने सेवा हो। त्यसकारण त्यो ठाउँमा जिम्मेवारी लिएर जाने व्यक्तिहरू जोसुकै होस्, एबिसी जोसुकै होस्, त्यो मान्छेहरू सक्षम हुनुपर्छ जस्तो मलाई लाग्छ। सही मान्छे सही स्थानमा सही तौरले परिचालित भइदियो भनेपछि आग लागि भएका खण्डमा हुन सक्ने ठुलो क्षतिलाई न्यून गर्न सकिन्छ। यस, राइट म्यान राइट प्लेस, सही व्यक्ति सही ठाउँमा हुनु पर्यो। मैले तपाईँलाई यहाँ जोडेँ म कृपया, यो भक्तपुरको साना साना गल्लीहरूमा आग लागि भयो भनेपछि यसलाई नियन्त्रण लिनको निम्ति तपाईँहरूका जुन ठुल्ठुला दमकलहरू छन् ती दमकलहरूको पहुँच त्यहाँसम्म नपुग्ने स्थिति देखिएको छ। के भइदियो भनेपछि साना साना गल्लीमा पनि खैर त्यस्ता घटनाहरू नहोस्, यी विपदका विषयवस्तुहरू कसैले भोग्नु नपरोस्, तर कदम कदाचित त्यस्ता किसिमका आग लागीहरू भइदियो भने कस्ता खालका उपकरणहरू र कस्तो किसिमको मानव संसाधन परिचालन गरियो भने सहजै आग लागि नियन्त्रणमा लिन सकिन्छ? एकदमै अहिले पोइन्टमा आउनुभयो हजुर। अहिले भक्तपुर नगरभित्रको परिप्रेक्षीमा चाहिँ भक्तपुर जुद्धबाहन र कार्यालयले वर्षै नै आग लागि नियन्त्रण सम्बन्धी तालिम दिइरहेछौँ। वर्षै नै लगभग हामीले 130-40 जना युवाहरूलाई प्राथमिक आग लागि नियन्त्रण तालिम भनेर दिइरहेछौँ, दिएको छौँ। अहिले पर्सि चैत्र 22 गतेदेखि 29 गतेसम्म पनि हामीले नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी लगायत युवाहरूलाई समेटेर 50-55 जनाको ग्रुपलाई अझ पनि हामीले 22 गतेदेखि 29 गतेसम्म यो तालिम दिनेछौँ। हामीले के आशा गरेर दिएका छौँ भने त्यो युवाहरू जुन भक्तपुर नगरभित्रका युवाहरू तालिम लिन आउँछन् नि, उनीहरूले दमकल पुग्नुभन्दा अगाडि कुन चाहिँ स्रोत साधन प्रयोग गरेर आगलाई नियन्त्रणमा सहयोग गर्ने भन्ने कुरा ज्ञान होस्।
किनभने सधैँ दमकलको आसपासबाट बस्नु भएन नि, त्यो समुदायको मान्छे पनि सक्षम हुनु पर्यो। यस्तो सचेतनामूलक कार्यक्रमले त्यस्तो भइपरि आउन सक्ने अवस्थामा भएको आगलागीलाई नियन्त्रण गर्न कस्तो भूमिका, कति प्रतिशत सम्भव हुन्छ? धेरै नै सम्भव हुन्छ। मैले अघि भने, मैले सन्दर्भ फेरि जोडेँ त, जुन यो भक्तपुर नगरभित्रको आगलागी नियन्त्रण गर्नमा त्यो गली गलीमा कसरी जाने भन्ने कुराहरू मैले एउटा कन्सेप्ट ल्याएको थिएँ। अब म सफल अहिलेसम्म भएको छुइनँ, तपाईँहरूको साथ र सहयोग पायो भने भोलि सफल हुन सक्ला। र भक्तपुरका उद्यमी साथीहरू, होइन, एउटा उद्यमी साथीहरू, समाजसेवी साथीहरूलाई म यही फ्लोरबाट के अनुरोध गर्न चाहन्छु भने, भक्तपुर जुद्ध बारुद यन्त्रलाई हाम्रो जस्तै पानी बोक्ने एउटा निशान गाडी हुन्छ नि, 5000 लिटरको पानी बोकेर गली गलीमा पानी सप्लाई गर्न जान्छ नि, हो त्यस्तो एउटा ट्याङ्कर किनिदियोस्, त्यसलाई मोडिफाई गरेर दमकल बनाइदिउँ। त्यसमा हामीसँग वाटर पम्प पनि छ, त्यसलाई चाहिने हामीसँग सबै इक्विपमेन्ट हाम्रो दमकलमै छ। उहाँहरूले त्यो एउटा ट्याङ्कर खरिद गरिदिएमा भक्तपुरको गली गलीमा त्यो ट्याङ्करले पनि हामी आउने गर्न सक्छौँ। किनभने मैले अघि नै यो कुरा डराइ किन भनिरहेको छु भने हामीसँग ट्रेनिङ प्राप्त जनशक्ति छ, उनीहरूले गर्छन् आगलागी नियन्त्रण। उनीहरू कामै आगलागी नियन्त्रण गर्ने हो। जनताले तिरेको करले तलब खाएर घर परिवार धानिरहेछन् भने उनीहरू पनि एकदम निष्पक्ष भएर काम गर्नु पऱ्यो नि, होइन? यो कुरा तपाईँहरूले पनि देखिरहेकै हो। र भक्तपुर दमकल कतिको सक्षम छन् भन्ने कुरा अघि तपाईँले भनिहाल्नुभयो, होइन? हामी सक्षम छौँ आफ्नो ठाउँमा छ, तर अझ हामी सक्षम हुन चाहन्छौँ। अझ शिक्षा भनेको सीमित हुँदैन, असीमित हुन्छन् भन्छन्, मैले सुनेको कुरा। त्यो असीमित शिक्षा हासिल गर्नु छ। हामी एउटा मानिस हो, मानिस जहिले पनि अपूर्ण हुन्छ, पूर्ण हुने आशा गर्दा गर्दै उसको जीवनकाल अन्त्य हुन्छ भन्ने लाग्छ। त्यो भन्नेमा हामी पूर्ण हुने प्रयास नगर्ने त होइन नि, पूर्ण हुने प्रयास गर्नुपर्छ र समाजमा जनतामा सेवा प्रवाह गर्नैपर्छ भन्ने मलाई चाहिँ लाग्छ है। भक्तपुर दमकलबाट त्यस्ता आगलागीका विपदका समयमा लिन सक्ने लाभ के हुन्, मलाई बताइदिनु त। अब तपाईँले कुन अर्थमा लाभ भन्नुभयो? नियन्त्रणतर्फ, जसले ठुलो जोखिमलाई न्यून गर्नको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। एक त हाम्रो टिमै काफी छ, हाम्रो टिमै काफी छ। हिजो अस्ति भर्खर विपद व्यवस्थापनको मिटिङमा पनि भक्तपुर जिल्लाका प्रमुखजीहरू, विभिन्न राजनीतिक दलका साथीहरू, पत्रकार साथीहरू भएको ठाउँमा त्यहाँ पनि भनेकै छु मैले, होइन? भक्तपुर दमकल हामी ठिक तरिकामा चुस्त छौँ अहिलेसम्ममा, होइन? तर स्रोत साधनको कमी छ, तर भन्ने बित्तिकै स्रोत साधन ल्याउन सक्दैन, होइन? तर पनि हामीसँग यति गर्नु पर्यो। हामीसँग अपेक्षा के गर्नु पर्यो जनताले भन्दाखेरि, हामीलाई फोन गर्दाखेरि, जस्तै हाम्रो ल्यान्डलाइन नम्बर छ 6610 049, हटलाइन छ 101, होइन? अवेरनेसै चाहिन्छ। किनभने अहिले आगलागीको खबर आउँछन्, धेरैले हतारमा 100 गर्नुहुन्छ, होइन? 100 भनेको नेपाल प्रहरीको भयो। अनि नेपाल प्रहरीकोमा फोन गरेर यो ठाउँमा आगलागी भयो भन्नुहुन्छ। उहाँले त्यो नेपाल प्रहरीले कुन ठाउँ के हो, कहाँ के भनेर उहाँले इन्क्वायरी गर्दा 1-2 मिनट लाग्छ। अनि उहाँले फेरि हामीलाई फोन गर्नुहुन्छ, यो ठाउँमा आगलागी भयो। अनि हामीले पनि त सोध्नु पऱ्यो नि, कन्फर्मेसन चाहियो नि हामीलाई पनि, हामीले मुभमेन्ट हुनलाई। अनि हामीले पनि 1-2 मिनट लिन्छौँ। अनि त्यो लिने बेलामा दमकल ढिला आयो भन्ने आरोप धेरै खेप्नु परेको छ। दमकल कहिले पनि ढिला जाँदैन। तपाईँहरूलाई मैले सम्पूर्ण जिल्लावासी, दाजुभाइ दिदीबहिनी, आमा बुवा सबैलाई के विनम्र अनुरोध के गर्न चाहन्छु भने, तपाईँको टेलिभिजन मार्फत यदि दमकल ढिला आयो भन्ने खण्ड तपाईँलाई लाग्छ भने दमकलमा आएको फोन कल, तपाईँले गरेको फोन कलको ड्युरेसन चेक गरौँ। हामी 2 मिनटभित्र मुभमेन्ट भएको छैनौँ, 1 देखि 2 मिनटभित्र मुभमेन्ट भएको छैनौँ भने हामी कारबाहीको भागीदार हौँ। अन्यथा त्यो विभिन्न प्राविधिक कारणले ढिला हुनेमा हामी क्षमा प्रार्थी छौँ। किन भन्दाखेरि हाम्रो कारणले ढिला हुँदैन, किन हाम्रो सेवा नै थियो आगलागी नियन्त्रण गर्ने, विपदमा उद्धार गर्ने। हामी आगलागी नियन्त्रण मात्रै गर्दैनौँ त, हामी इनारमा खसेका व्यक्तिहरूको उद्धार पनि गर्छौँ। रेस्क्यु पनि छ, तपाईहरुसँग रेस्क्यु टोली पनि छ, जसले विपदका समयमा हरेक क्षेत्रमा आगलागी नियन्त्रणका लागि मात्र नभइकन विपदमा देखिने हरेक प्रकारका जोखिमहरूलाई न्यूनीकरणतर्फ तपाईँहरूको भूमिका रहन्छ। हामीसँग अहिले रोड क्र्यास सम्बन्धी, रोडमा गाडी एक्सिडेन्ट भयो, गाडी कुच्चिएर च्यापिएर मान्छे
बसिरहेको अवस्था छ, मतलब त्यहाँ घाइते भएर बसेको अवस्था छ भने हामीलाई इन्फर्म गर्नुहोस्, हामी गएर त्यो गाडी काटेर मान्छे कसरी निकाल्ने भनेको हामीसँग साधन पनि छ। त्यो पनि बेल्जियमको टोलीहरूले हामीलाई दिएर गएको। होइन, यस्तो किसिमको चेतनाका विषयवस्तुहरू तपाईँले किन प्रचारमा ल्याउन नसक्नु भएको, जुन कि हेर्दा सामान्य तर मानव जीवन बचाउनका निम्ति ठुलो महत्त्वपूर्ण भूमिका हुन्छ? अब दुःख कमजोरी कसको? विडम्बनाको कुरा के भनौँ भने यहाँ अहिले यस्तो हात मोलेको भरमा, राम्रो छु म यो गर्छु भनेको भरमा कार्यालय जुन एउटा जिम्मेवार पदमा रहेका प्रमुखज्यूहरूले पत्याइदिने कि विश्वास गरिदिने। मानव म दमकलको कर्मचारी, म दमकलको प्रमुख, म कुनै पनि सङ्घ संस्थासँग समन्वय गरेर काम गर्नुभन्दा अगाडि त्यो सङ्घ संस्थाले हामीलाई ट्रेनिङ गर्न सक्छ कि सक्दैन, समन्वय गर्न सक्छ कि सक्दैन त्यो बुझ्छु, अनि मात्रै उनीहरूसँग हामी समन्वय गर्छौँ है। तर भक्तपुरमा अब नाम तोकेर भन्नु पनि हुँदैन, कसैको अब दानापानीको कुरा पनि सवाल पनि होला, इज्जतको सवाल होला, सबैको सवाल होला। तर मैले चाहिँ म विनम्र के अनुरोध गर्न चाहन्छु भने सुरक्षा निकायमा रहनुभएका सरहरू, जिल्लाका प्रमुखज्यूहरू सबैले के गर्नु पऱ्यो भने 48% मात्रै विश्वास गरिदिनुहोस्। भनेपछि नीतिगत रूपमा समन्वय हुन नसक्दाखेरि जुन मात्रामा विपदका अवस्थामा भक्तपुर युद्ध बारुण यन्त्र कार्यालयले सेवा सुविधा प्रदान गर्न सक्छ, यो समन्वय र नीतिगत कमजोरीका कारण अलिकति केही फितलो छ। अलिकति त्यो अवश्य भइहाल्यो नि। अब आगलागी सम्बन्धी ट्रेनिङ युद्ध बारुण यन्त्रले दिने हो कि अरू कुनै संस्थाले दिने हो, तपाईँ आफै डिसाइड गरिदिनुहोस्। यो कुरा तपाईँले पनि देखिरहनु भएको होला। होइन, दिन त जसले पनि सक्ने भयो, तर सम्बन्धित कार्यालयसँग समन्वय हुनु पर्यो, दिनु पर्यो, समन्वय हुनु पर्यो। त्यो दिने व्यक्ति सक्षम छ कि छैनन् भन्ने कुरा हुनु पर्यो कि त्यहाँ बुझ्नु पर्यो। मलाई चाहिँ त्यस्तो लाग्छ। फेरि त्यो भनेको जान फेरि यो अलिक घमण्डी भयो भन्ने लाग्ला। होइन, मैले तपाईँलाई त्यहाँ नजिक जोडिसकेँ। नीतिगत विषयवस्तुहरूमा सञ्चालन हुनुपर्छ र समन्वय जुन क्षेत्रमा अधिकार दिएर उसलाई परिचालन गरिएको छ अवश्य पनि समय हुनुपर्छ, त्यसमा दुई मत छैन। मैले तपाईँलाई यहाँ नजिक केन्द्रित गरेँ। कस्ता खालका समस्याहरू, जुन तपाईँले अहिले धेरै खालका समस्याहरू युद्ध बारुण यन्त्र कार्यालयले समन्वय गरेका खण्डमा त्यसतर्फ आफ्नो अग्रसरता देखाएर क्षति न्यूनतर्फ रचनात्मक भूमिका खेल्न सक्छ भनौँ, तपाईँले लिस्ट वाइज भनिदिनु के छ युद्ध बारुण यन्त्र कार्यालय अन्तर्गत कस्ता किसिमका विपदमा सहकार्य गरेर क्षति न्यूनीकरण गर्न सक्छ? जस्तै मैले भने अब यो फ्लोरबाट जानकारी पनि गराइदिएँ मैले। भोलि चैत्र 18 गते हाम्रो कार्यालयमा नारी सेवा संस्थाका महिला दिदीबहिनीहरूलाई चुलोमा बस्दाखेरि ग्यासबाट हुने आगलागी नियन्त्रण कसरी गर्ने र त्यो आगलागी नियन्त्रण गर्दाखेरि कस्तो किसिमको स्रोत साधन प्रयोग गर्ने भन्ने कुरा थ्योरिकल प्लस प्र्याक्टिकल ट्रेनिङ दिँदैछौँ होइन, हाम्रै कार्यालयमा फ्री अफ कस्ट। यहाँ त यो चाकरीको भरमा मात्रै मान्छेले धेरै उ गरे कि होइन। र मैले अघि भने तपाईँलाई विभिन्न सङ्घ संस्थासँग समन्वय गरेर हामी, जस्तै मैले अझ पनि भन्न चाहन्छु, नेपाल उद्धार तथा अग्नि निवारक सङ्घ जुन एयरपोर्ट नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पर्छन्, उहाँका सरहरू, उहाँका गुरु, हाम्रा गुरुहरू हाम्रो कर्मचारीहरूलाई यो अवस्थासम्म ल्याउन ठुलो भूमिका निर्वाह गर्नुभएको छ। उहाँहरू एकदम कृतज्ञता ज्ञापन गर्न चाहन्छु। किन भन्दाखेरि उहाँहरूले विदेशमा गएर सिक्नुहुन्छ अनि विदेशमा सिकेर आएको कुरा हाम्रो युद्ध बारुण कार्यालय कर्मचारीहरूलाई सेयर गर्नुहुन्छ, सिकाइदिनुहुन्छ। अनि हाम्रो कर्मचारी विदेशमा नगए पनि विदेशमा गएर सिकेका कुराहरू ज्ञान त हासिल गर्न पाइरहेछ नि त। त्यो कारणले पनि नेपाल उद्धार तथा अग्नि निवारक सङ्घ काठमाडौँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अन्तर्हृदयदेखि नै उहाँहरूप्रति कृतज्ञ छु। भन्दाखेरि मैले बुदाको रूपमा तपाईँले भनौँ भने सबभन्दा पहिला हामी समाजै शिक्षित हुनु पर्यो, त्यसको लागि अवेरनेस प्रोग्रामै चाहिन्छ। अरू दायामा कहीँ जानै पर्दैन। अवेरनेस प्रोग्राम इज मोस्ट इम्पोर्टेन्ट इन द सोसियल होइन। सोसियलमा अब सोसाइटीमा भनौँ न, यो समाजमा चाहिँ हामीले अवेरनेस प्रोग्रामहरू लग्यो भने, जस्तो मैले भोलि दिने जुन तालिम छ आगलागी नियन्त्रण सम्बन्धी, त्यो तालिमले 30 जना महिला दिदीबहिनीहरू आओस्, 30 जनाले
30 घरको आएपछि अर्को 30 घरलाई उहाँले जानकारी गराउँछ नि त। हाललाई नियन्त्रण गर्ने तरिका त्यही होइन त। वरिपरि हुन सक्ने जोखिम न्यूनीकरणतर्फ गर्नलाई सचेतनात्मकमूलक कार्यक्रमहरू सञ्चालन गरियो भनेपछि क्षति न्यूनीकरणमा कमी अवश्य हुन्छ। त्यही यो कारणले पहिलो रह्यो। त्यो कारणले नै अहिले भक्तपुर जिल्लामा आगलागी कमै छ। मात्र अहिले सबभन्दा बढी आगलागी भनेको इलेक्ट्रिक सर्ट, त्यो पोलमा बढी आगलागी भइरहेछ अहिले। तर विद्युत प्राधिकरणले पनि तिनीहरू सबै अहिले तारहरू चेन्ज गर्दैछन्। भनौँ अर्को वर्ष त अहिले गएको वर्ष 80 छ भने अर्को वर्ष 50 मा झर्ला कि भन्ने आशा पनि गरेको छ। र हामीले के गर्नु पर्यो भन्दाखेरि कुनै पनि सामानहरू हामी जीवनभर कमाएको सम्पत्ति लगानी गरेर घर बनाउँछौँ। सुन्नुहोस् है, अब त्यहाँ करोड 2 करोड रुपियाँ लगानी गरेर घर बनाउँछौँ अनि जम्मा 2000 रुपियाँ पर्ने एउटा फायर एक्सटिङ्ग्विसर किनेर राख्न हामी लोभ गर्छौँ। त्यो त भएन नि। किनभने त्यो फायर एक्सटिङ्ग्विसर भनेको कस्तो भने त्यो एबिसी टाइपको हुन्छ। ग्यास फायर प्राथमिक चरणको होइन, स्टार्टिङ फेजको फायर, चाहे ग्यासको फायर होस्, चाहे इलेक्ट्रिक फायर होस्, चाहे एबिसी कुनै पनि फायर होस्, सानो झिल्का जुन सुरु हुन्छ नि त्यहाँ दबाउने हो नि त्यसले। त्यो 2000 रुपियाँको सामान होइन, त्यो राख्दैनौँ। त्यो हामीमा अहिले सचेतना जगाउन अझै गाह्रो छ। अहिले धेरैले राखिसकेका छन्, नराखेका होइन। मैले कराउँदा हैरान भइसक्यो। कसैले त भन्नु पनि नलाग्यो फायर एक्सटिङ्ग्विसरको एउटा दुध हो कि भनेर पनि लाग्लान्। भन्नेले भन्नु दिनुहोस्, केही छैन होइन। म आफ्नो कर्ममा ठिक छु जस्तो मलाई लाग्छ, मै ठिक छु होइन। र मैले हजुरलाई भने न्यूनीकरण गर्ने प्रमुख माध्यम पनि बन्न सक्छ। धेरै बनिरहेछ। र मैले भने गुणस्तरीय सामान प्रयोग गरौँ। घर बनाउँदाखेरि बिजुलीका सामानहरू प्रयोग गर्छौँ, गुणस्तरीय प्रयोग गर्नुहोस्। ग्यास किन्छौँ, ग्यास किनेमा रेगुलेटर गुणस्तरीय राखौँ होइन। चुलो गुणस्तरीय राखौँ। हरेक चिज गुणस्तरतातिर लागौँ न। करोडौँ रुपियाँको हानि नोक्सानी जीवन क्षति हुनबाट बच्नलाई त केही त त्यहाँ पनि सेक्रिफाइस गर्नु पऱ्यो नि, लोभ गरेर भएर। मलाई चाहिँ त्यस्तो लाग्छ है। फेरि सबैसँग कहाँ हुन्छ र भन्ने पनि होला, सबैसँग नहोला। नहुने मान्छेले त्यो विषयमा ज्ञान त हुनु पऱ्यो कमसेकम होइन। एउटा ग्यास लिक भएर आगो निस्क्यो भने के गर्ने? त्यो ग्यास छोडेर भाग्ने हो त हामी? भाग्नु पर्दैन, हामी नियन्त्रण गर्न सक्छौँ भन्ने एउटा आँट हुनु पऱ्यो। त्यो आँटको लागि चाहिँ हामीले अहिले हजुरले भने चाहिँ सचेतना कार्यक्रम मार्फत हामी सचेतना दिन्छौँ। त्यसो भयो भने क्षति न्यूनीकरण गर्न धेरै सहयोग पुग्छ। धेरै लामो बाटोतिर लाग्नै पर्दैन। मलाई चाहिँ त्यस्तो लाग्छ है, मेरो अनुभवमा चाहिँ। मैले तपाईँसँग जान्न खोजेको विषयवस्तु, विपदका विभिन्न विधाहरू छन्। ती विपदका विभिन्न विधाहरू अन्तर्गत भक्तपुर जुद्ध बारुण यन्त्र कार्यालयले कस्ता कस्ता विधाहरूमा सहकार्य गर्न सक्छ? कस्तो कार्य भन्दा अब मैले विपद जस्तो बाढी पहिरो, आगलागी, सडक दुर्घटनाका विषय जुन आए, यी विधाहरू कुन कुन विधामा सहकार्य गर्न सक्छ भक्तपुर जुद्ध बारुण यन्त्र कार्यालयले? अहिलेको परिप्रेक्ष्यमा भन्नुपर्दाखेरि वर्तमान स्थितिमा चाहिँ हामी के गर्न सक्छौँ भने बाढी पीडितमा पनि हामी जान सक्छौँ। किनभने रोप एन्ड रेस्क्युको ट्रेनिङ हामीले लिएकै छौँ, दिएकै छौँ। र हामीसँग अहिले लाइफ ज्याकेटहरू पनि छ है। त्यो अब फिगर हाइट भन्ने साधनहरू पनि छ हामीसँग होइन, रेस्क्यु गर्न जानलाई। अब बाढी पीडितमा जानलाई, भूकम्पमा जानलाई पनि भूकम्पबाट आगलागी नै हुने हो। भूकम्पबाट सर्वप्रथम आगलागी नै हुन्छ। आगलागी नियन्त्रण गर्न हामी सक्षमै छौँ भन्ने मलाई लाग्छ। सक्षम छैन भने अझ सुधार्छु, म सुधार्छु। तपाईँहरूले मलाई औल्याइदिनु, यो ठाउँ कमजोर छ है भाइ भन्ने कुरा मलाई देखाइदिनु पऱ्यो। एउटा किनभने गल्ती गर्ने मान्छेलाई पहिला मौका दिनुपर्छ, मेरो मान्यता। म पनि मेरो कर्मचारीले गल्ती गरेर भने एकचोटि, दुईचोटि, तीनचोटिलाई मैले उनीहरूलाई मौका दिन्छु, अनि पछि एक्सनमा जान्छु। त्यसरी म पनि सक्षम होइन, मैले अघि नै भने म अपूर्ण मानव हो, पूर्ण हुने प्रयास गर्दैछु। पूर्ण हुन सक्छु सक्दिनँ आफ्नो नाममा छ भविष्यमा, तर म प्रयासरत चाहिँ रहिरहन्छु। र मैले भने नि अब भूकम्प भयो, आगलागी हुन्छ, आगलागी हामी जान तयार छैनौँ, सक्षम छौँ। त्यसको क्षति न्यूनीकरणतर्फ अग्रसरता देखाउन सक्छौँ। अब बाढी पीडितमा पनि जान सक्छौँ होइन। अब इनारमा मान्छे खस्यो, रेस्क्यु गर्न हामी सक्षम छैनौँ होइन। अब भनौँ भने के भनौँ, अब कुनै ठाउँमा मान्छेहरू फसे, बालुवाले
थिचेर मान्छे मरे अरे के मरे अरे कसो मरे जुटो बारुण यन्त्र कार्यालय कर्मचारीलाई पनि सम्झिदिएको भए हामीले पनि प्रयास गर्थ्यौँ। होइन विजय सर, जानकारी नहुन सक्छ। अहिले तपाईँले जुन जानकारी दिइराख्नु भएको छ त्यो जानकारी बाहिरसम्म, किनकि आम मान्छेको सोचमा युद्ध बारुण यन्त्र कार्यालय भनेको आगो मात्र नियन्त्रण गर्ने हो भन्ने छ। अहिले तपाईँले जुन विषयवस्तु जानकारी गराइराख्नु भएको छ यो सक्षमताका बारेमा जानकारी आम नागरिकलाई छैन सर। मैले हजुर मार्फतै, हजुरलाई धन्यवाद, मैले हजुर मार्फतै भनिरहेको छु, भाटगाउँ परिवार, भाटगाउँ टेलिभिजन परिवार मार्फतै भनिरहेको छु, हामी रोड क्रासमा पनि खबर गऱ्यो भने गाडीबाट च्यापिएका व्यक्तिहरूलाई रेस्क्यु गर्न सक्छौँ। हामीसँग ट्रेनेड जनशक्ति छ, मैले अघि नै भने। किन भन्दाखेरि रोड क्रास हुन्छ, ट्राफिक जान्छन्, पुलिस जान्छन्, त्यसपछि नामै नसुनेका मान्छेहरू एउटा क्यामेरा लिएर मान्छे पछाडि राखेर फोटोको लागि दौडिरहेको हुन्छन्। सस्तो लोकप्रियता, सस्तो लोकप्रियता। तपाईँले भन्नुभयो भक्तपुर युद्ध बारुण यन्त्र कार्यालयले विपदका विभिन्न विधाहरूमा आफ्नो कर्मलाई निरन्तरता दिन सक्षम छ। त्यो बाढी पहिरो होस् या आगलागी नियन्त्रणमा होस् या त्यस्ता किसिमका सामान्य किसिमका दुर्घटनाहरूमा त्यस्ता किसिमका भइपरि आउन सक्ने समस्याहरू हुन्, ती समस्याहरूमा समन्वय गरेर आफ्नो कार्य सम्पादन गर्न सक्छ। त्यसकारण पनि आम नागरिकले भक्तपुर युद्ध बारुण यन्त्र कार्यालयलाई त्यस्ता विपदका अवस्थामा सम्झन सक्छ। सम्झिदिनु पर्यो। सम्पूर्ण जिल्लावासीलाई अनुरोध गर्न चाहन्छु, मौका दिनुहोस्, हामीलाई मौका दिनुहोस्, हाम्रो दक्षता हामीले प्रस्तुत गर्ने मौका दिनुहोस्। हामीले पनि त्यस्तै दुर्घटनाहरू, त्यस्तै घटनाहरूबाट सिक्दै जाने, अझ निखारिँदै जाने हो। हामी आज काम गर्दा एउटा गल्ती होला, हाम्रो त टिममा जान्छ नि, टिम वर्क हुन्छ नि त हाम्रो त। दुईजना व्यक्ति एकजना व्यक्ति जाने होइन नि त, टिमवर्कमा जाने बेला अगाडि गएको व्यक्तिले गलत गर्दैछ भने पछाडि गएको व्यक्तिले उसलाई तानेर म गर्छु भने उसले गरिदिइहाल्छ। किनभने ट्रेनिङ प्राप्त व्यक्तिहरू पनि सबै कुराहरू मान्छे हो, मान्छेबाट सामान्य खालका त्रुटि हुन सक्छन्, तर तपाईँहरूको हकमा भने त्यो लागु हुन सक्दैन, किनकि तपाईँहरूले सामान्य मात्र त्रुटि गर्नुभयो भने ठुलो क्षति हुन सक्छ। सक्यो त्यसको जिम्मेवारी नैतिक रूपमा मैले लिनुपर्ने हुन्छ, एउटा म आज प्रमुखको हैसियतले। यदि त्यस्तो छ भने लिनु पनि तयार छु। त्यस्ता घटना नहोस्, किनकि तपाईँहरूले जुन किसिमको आम नागरिकको सुरक्षा प्रत्याभूतका लागि आफ्नो भूमिका निर्वाह गरिराख्नुहुन्छ र जुन किसिमका हुन सक्ने क्षतिहरूलाई न्यूनतर्फ तपाईँहरूको भूमिका रहन्छ, त्यस्ता खालका गतिविधिहरू नदेखियोस् हामी कामना गर्छौँ। धन्यवाद छ यहाँलाई, यहाँले महत्त्वपूर्ण समय उपलब्ध गराउनु भयो र भक्तपुर युद्ध बारुण यन्त्र कार्यालय अन्तर्गत आग लागि नियन्त्रणमा मात्र होइन विभिन्न किसिमका प्राकृतिक विपदका क्षेत्रमा आफ्नो उपस्थिति जनाएर त्यसको क्षति न्यूनीकरण र मानवीय जोखिममा समेत न्यूनीकरणको भूमिका खेल्न सक्छ। तपाईँको झन्डै लामो 38 वर्षसम्मको यो यात्रा जुन युद्ध बारुण यन्त्र कार्यालयमा आफ्नो अनुभव सङ्घाल्नु भएको छ, त्यो अनुभव हरेक नेपालीको लागि काम लाग्न सकोस्। यहाँलाई धन्यवाद छ। धन्यवाद छ। पुनः एकपटक भाटगाउँ परिवारलाई धन्यवाद दिँदै म यो फ्लोरबाट एकचोटि हजुरलाई आधी सेकेन्ड समय लिएँ। श्रीमान गृहमन्त्रीज्यूलाई चाहिँ मेरो विनम्र अनुरोध, पुनः एकचोटि अन्तिममा पनि के अनुरोध गर्न चाहन्छु भने सर, मेरो कार्यालयमा कार्यरत अग्निनियन्त्रक कर्मचारीहरू जुन सक्षम छन्, शिक्षित छन्, ट्रेनेड छन् होइन, उनीहरूलाई कुन प्रक्रिया अगाडि बढाएर हुन्छ, एक पटकलाई उनीहरूको जीवन उज्जवल भविष्यको लागि थाहै गर्ने प्रोसेस गरिदिनु होला भन्दै म बिदा चाहन्छु। धन्यवाद। धन्यवाद। दर्शकवृन्द, हामीले कार्यक्रम प्रश्न र प्रभावमा यस्तै सामाजिक विषयवस्तुमा केन्द्रित रहेर र त्यस्ता व्यक्तित्वहरू जसले समाजमा एउटा प्रेरक भूमिका निर्वाह गर्न सकुन् र ती पात्रहरूबाट केही कुरा सिक्ने अवसर जुरोस् भन्दै हामीले प्रश्न प्रभावमा चिन्तन र चासो प्रकट गर्दै आइराखेका छौँ। फेरि पनि अर्को एपिसोडमा यस्तै फरक विषय जसले एउटा प्रेरणाको भूमिका निर्वाह गर्न सकोस् त्यस्ता विषय र त्यस्ता पात्रहरूलाई लिएर हामी अवश्य पनि उपस्थित हुने नै छौँ। त्यो समयसम्मका लागि बिदा माग्छौँ। हवस् त, जय होस्।